यहाँ चाहिँ एकजना चेलीले चाहिँ भारी बोकेर यहाँ छोडी मान्छेले यी 50 केजीको भारी यस्तो उकालो बाटोमा यी सुई सुई मसिनो नानीहरूले भारी बोकेको। यो 10 मिनट हिँड्ने बाटो थियो भने म भिडियो पनि बनाउने थिइनँ, किनभने 10 मिनट त हामीले पसिना पनि बगाउनुपर्छ दिनमा। तर यो 1 घन्टादेखि माथि माथि यसरी भारी बोकेर हिँड्नु त बहुत दुःख नि। एउटा नारीले सरापेको त लाग्छ नि यस्तोमा त। लु हेर, लु माथिबाट त्यस्तो राम्रो लो छ, सब जग्गा हरेक जग्गा रिमोट एरियाहरूलाई सबै कभर गर्नु भन्ने आदेश छ है। तर यहाँ चाहिँ किन जे पनि यस्तो हुन्छ। अहिलेदेखि ट्राई गरेको नि हाम्रो रोडको लागि चाहिँ यो रिम्बा रोडको लागि 3 किताम रायङ जिपियुको पिपलेवाटको रिम्बा रोडमा यहाँ चाहिँ किन नभएको। सब पोसिबल छ भने यहाँ चाहिँ किन हुँदैन, केमा कमजोर भएको यहाँ चाहिँ। यहाँ हेर्नुहोस् एउटा नारीले ठुई भारी बोकेको हेर्नुहोस्, 50 केजी छ यो चाहिँ भारी। बाटो हेर्नुहोस् उकालो यस्तो छ। 10 मिनट बोकेको भए यो भिडियो बनाउने पनि थिइनँ, किनभने 10 मिनट त पसिना पनि बगाउनुपर्छ मान्छेले बिमार हेल्थको लागि। तर 1 घन्टा 1.5 घन्टा उकालो हिँड्ने त हामी त कालिदास भयो त यहाँ चाहिँ किन हुँदैन। यी मेरोमा पनि भारी छ हेर्नुहोस्, यो मसिनो नानीहरूले भारी सब्जीको भारी यति साह्रो मेहनती छ यहाँ है। दुध पनि बोक्नुपर्ने, सब्जी खोर्सानी है। अब कतिले भन्नुहुन्छ होला कसैलाई लेबर लाउनु भएको भए पनि हुन्थ्यो भनेर, तर अरू बेला लाउँदै थियो। आज ठिक्कै भ्याइदिएन हो, एकजना भाइ भ्याएन अनि कर पऱ्यो। यी हेर्नुहोस्